गायक सुजन चापागाई किशोरीहरूसँगको गोप्य च्याट बाहिरिएपछि अहिले ठूलो विवादमा तानिएका छन्। अहिले टिकटक र रेडिटभरि सुजनकै स्क्रिनशट र भिडियोहरू भाइरल भइरहेका छन्। धेरै किशोरीहरूले उनीमाथि भ्यानिस मोड अन गरेर नराम्रो म्यासेज पठाएको आरोप लगाएका छन्। सुजनले फेसबुकमा एउटा लामो पोस्ट गर्दै केही कुराहरूमा माफी त मागेका छन्, तर बाँकी म्यासेजहरू चाहिँ आफ्नो म्यानेजरले चलाउँदा दुरुपयोग भएको हुन सक्ने दाबी गरेका छन्। अहिले उनी अस्ट्रेलियामा छन् र नेपाल फर्केपछि कानुनी उपचार खोज्ने बताएका छन्। तपाईलाई के लाग्छ, यो म्यानेजरकै गल्ती हो कि कुरा अर्कै छ?